हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। आज पनि हामी जाँदैछौँ अन्ट हाइकिङ, मतलब कि तारेभिर जाँदैछौँ हामी चाहिँ हाइकिङ। सो यतातिर चत्त मैले ब्याग प्याक गरिसकेँ। अब चाहिँ हामी निस्किन्ला। गाडो गाडी हिँडेका छ। लगभग 12-15 मिनट हिँडिसकेपछि हामी चाहिँ कोटेश्वरको यो पेट्रोल पम्पमा पुग्छौँ र बसमा पनि बसेर टक्क बुढानीकण्ठको लागि निस्किन्छौँ। हामी चाहिँ बुढानीकण्ठ पुगेर अब जान लागेको जागदौलको लागि। यतातिर यो नेवारहरूको जात्रा भइरहेको रहेछ। यो खै के टार्ने रहेछन् यो बाटोमा। अब यो के जात्रा हो थाहा भएन हामीलाई चाहिँ, तर हेर्दै रमाउँदै हामी चाहिँ जागदौल हाइकिङ पोइन्टनिर गइरहेको छौँ। र यतातिर गाउँ हेर्न सक्नुहुन्छ। गाउँहरु घुम्नको इच्छा पुरा हो गिलास कमल त ल्या गाउँहरु घुम्नको ठिक हो। हामी चाहिँ जागदौल पुग्यौँ 5.5 किलोमिटर हिँडेर। ल अब हाम्रो हाइक चाहिँ सुरु भयो है साथीहरू। अब हाइक सुरु नहुँदै हामी थाकिसकेका छौँ, पसिना छौँ होइन। डिहाइड्रेसन पनि भइसक्यो। अब पानी पिउँदै हाइक सुरु। मस्त भ्यू छ, हेर्न सक्नुहुन्छ साथीहरू। जङ्गलमा जे होस् घुम्न मजा आउँछ, रमाइलो हुन्छ। हामी तिनजना जे होस् मजा आइरहेछ। जे होस् मस्त छ वातावरण पनि होइन, मौसम पनि बवाल छ, पानी पर्ने जस्तो भइरहेछ। हामी चाहिँ म्युजिक सुन्दै मस्त चिलमा हिँड्छ। कस्तो पिसफुल वातावरण छ होइन, यतातिर चाहिँ एकदमै मजा आइरहेछ हामीलाई घुम्न। कसरी लाग्छ? मजा आइरहेछ। यो चाहिँ यहाँको सुन्दरता हो है। मस्त चौर जस्तै छ अलिअलि। हेलो आज बाटो पनि बवाल छ। वाउ कस्तो रमाइलो के मजा आइरहेछ हामीलाई चाहिँ म्युजिक सुन्दै। कि अन्तै मन डुल्यो कुनै तिमीलाई जहिले खुसी राख्न सकिन। वाउ कस्तो राम्रो बाजो क्या। किन मरिजाउँ अहिले शीतल लगाइरहेको छ अहिले हामीलाई चाहिँ। पानी पर्दा भयो त झन् बवाल हुन्थ्यो यहाँ त, पुरै चिप्लो दह्रो हुन्छ यहाँ। बाटो यस्तो छ गाह्रो परिहाल्छ होला नि। केटाहरू थाकिसके यतातिर हेरेर यो के भन्छ तारेभिर लेखेको होइन, यति टाढा छ नि। यहाँदेखि देखेर फेरि अब यति तल जाने हामी चाहिँ, त्यसपछि फेरि माथि जाने। यिनीहरूको हौसला तुतिरहेछ तर म तुत्न दिनेवाला छैन। ल बोइज कमन आऊ है। हामी चाहिँ अघि गलत रुट चुज गरेको थियौँ, त्यही भएर चाहिँ केटाहरू एकदमै डराइसकेको थिए फेरि यति माथि चढ्नुपर्छ भनेर। अनि फेरि फर्केर अर्को बाटोतर्फ लाग्यौँ होइन। अहिले चाहिँ ठिक बाटोमा गइरहेछौँ। फेरि घाम भइसक्यो यार। ओहो साथीहरू, यो जति पनि यता तलतिर पहाड देखिरहेको छ होइन, यो पुरै हिँडेर हामी चाहिँ आएको यहाँसम्म। अहिले हामी त थाक्न त धेरै थाकिसकेका छौँ, अझ भोकै छौँ। अहिले हाम्रो खानपिन एकछिनमा सुरु हुन्छ, भोजन। फाइनल्ली साथीहरू तारेभिर पनि पुगियो। लास्ट यार थाक्यो यार, सब इनर्जी सकिसक्यो। घाँटी पनि डर सुकिसक्यो। मस्त दिइरहेछौँ है हामी चाहिँ। अब अहिले चाहिँ केला खाइरहेछौँ हामी।
हामी चाहिँ फेरि अगाडि बढिरहेछौँ उही लभ टारे भिरदेखि अलिकति केरा खायौँ 2-3 अनि चिउरा फाइनली हामी चाहिँ के भन्छ शिवपुरी निकुञ्जमा छिरियो अब यतादेखि गएर अब उता कहाँ ओर्लिने भन्छ ओर्नु होला फुल्ली नेचर भाइब्स वाउ जस मजा आउँछ यार जङ्गलतिर घुम्न कस्तो चराहरूको आवाज एकदमै भाइब्स आइरहेको छ यहाँ चाहिँ नेचरको वाउ केदारको फाटिसक्यो है वाउ साथीहरू सुन्न सक्नुहुन्छ साउन्ड यो पानीको आवाज हो होइन कस्तो मस्त आवाज आइरहेको छ कि सुन्दा पनि आनन्द आउँछ होइन जङ्गलमा आएर चत्त धुवा धुलो अनि के भन्छ आवाजहरू सबैबाट टाढा होइन चराहरूको आवाज अनि खोलाको आवाज पानीको आवाज कस्तो मजा लाग्छ सुन्दा नि आनन्द आउँछ तर थाकिन्छ पनि है हिँड्दाखेरि चाहिँ लड्याङ लुरुङ ज्यान भइसक्यो साथीहरूको चाहिँ वाउ कस्तो राम्रो दाट हेलो ओ गड दिउँसै रात परिसक्यो साथीहरू तर आज डह्रो हिँड्यो यार जिन्दगीमा यति हिँडेको थिएन रुमदेखि कोटेश्वरसम्म होइन लगभग 4.5 किलोमिटर जति हिँड्यो त्यसपछि बुढा निकन्थदेखि जागदोलसम्म जागदोलदेखि त अब हाइक नै भएको अब यो कति हो त झन् अब यहाँको के भन्छ यो भ्यू हेर्न सक्नुहुन्छ होइन कस्तो बवाल देखाएको छ यहाँ यो कैलाश के हो यो यार यहाँनिर सानो मन्दिर रहेछ दर्शन गर केटा हो यस्तो अँध्यारो छ यतातिर अहिले 1:30 बजेको छ कि यस्तो अँध्यारो भइसक्यो ल है अब पहाडको टुप्पोमा बसेर फेरि हामी अब इनर्जीको लागि अन्डा दिन लाग्यो खा कचामा पार्न मैले हाल्नु उहाँबाट गुन्डकी ढोलामा हामी चाहिँ अन्डा गाजर खाएर अब फेरि हिँडिसक्यौँ अब चाहिँ झर्न लाग्यो तलतिर गुम्बा छ गरे भनिरहेको थिएँ अनि त्यसपछि नारायण थान सिधै बुढा निकन्थ चढ्ने भनेर हिँडेको साथीहरू बाटो यस्तो छ यो हेर्नु जङ्गल हामी चाहिँ कहाँ छौँ जङ्गलको भित्र मस्त म्युजिक सुन्दै साईको दाईको मस्त जङ्गलमा रमाउँदै अब केही अगाडि गएर फेरि खान्छौँ खानेकुरा सकेको छैन क्या ब्याक क्यामेरा सर बसे त्यो बाटो काशी ओरे मलाई একটা ভুটা ফিল্ম নিরা नेटको आप त्यको गोरे सेम त्यस्तै भाइब्स आइरहेको छ यहाँ जङ्गलमा अलिकति के भन्छ यो लहरा देख्यो भने त्यस्तै आउँछ कि त्यो मुभीमा त्यस्तै देखाएको छ नि हो कि नै तेरे बिना त हाल हो रे तेरे
तर हाइकिङ चाहिँ ताराभिर एकदम मस्त छ है। इफ कोही चाहनुहुन्छ भने यहाँ घुम्न आउन सक्नुहुन्छ। हाम्रो एकदमै कम लागतमा हो। सबै खानेकुरा पनि रुमदेखि नै बोकेर आयो कि, तर त्यो चाहिँ अब किन्नलाई पैसा चाहिँ पर्छ है फेरि। अनि चाहिँ जे होस् एकदमै रमणीय वातावरण छ भन्नु पर्यो, पिसफुल छ होइन। इफ कोही चाहनुहुन्छ भने यहाँ आउन सक्नुहुन्छ तारेभिरमा घुम्न, एकदमै राम्रो छ हाइकिङ। तर अलिकति हिँड्न नसक्नेहरू चाहिँ नआउँदा हुन्छ। ल फाइनल्ली हामी चाहिँ अब यो खाने ठाउँ अघिदेखि खोजिरहेको थियौँ, मस्त अहिले यहाँनिर मस्त ठाउँ छ यो खानको लागि। अब फेरि हामीले केही अरू पनि केही कुराहरू ल्याएको छौँ र त्यो अब खान्छौँ। सो ओके, यो चाहिँ होइन कोदो र अन्डा मिसाएर बनाएको रोटी हो। सो मस्त छ। अनि यो अचार, टोमेटो अचार रुमदेखि मैले बनाएर ल्याएको है। अब हाम्रो चलिरहेको मस्त। ल अब हाम्रो हरियो पर्यो पनि है, मतलब अलगै लेभल के हाम्रो डाइट हाम्रो खाना अलगै लेभलको हुन्छ क्या। सबजना चाउचाउ चिप्सहरू बोकेर हुन्छन्, हामी काँक्रा गाजर अन्डा अनि रोटी, मतलब अझै भएन ठिकै छ। अनि अचार सबजना होइन, सबजना एक्सट्रिम रेडबुल खान्छ होइन, हामी जीवनदल पानी पिउँछौँ अनि निम्बु पानी। ओहो पानी पर्न लागिसक्यो हेर्नु। अब हामी चाहिँ नागी गुम्बा जाने मान्छे, नागी गुम्बा नै पछाडि छुट्यो गरे, हामीले बाटो नै बिर्स्यौँ। यता अब निस्किसक्यौँ, अब नारायण ठान निस्किहाल्छ यहाँदेखि। पानी डह्रो जोरसँग पर्ला छ। मेरो मोबाइलमा क्याप्चर त हुँदैन राम्रोसँग अलिकति, तर पनि देखाइरहेको छु। ल हाम्रो चाहिँ ट्रेनिङ भइहाल्यो, मस्त पानी परिरहेको छ। हामी नारायण खान निस्किनु रनिङ हान्दै गइरहेको छौँ। अब दिस इज निम्बु। हामीलाई जाडो भएर हो कि रनिङ चाहिँ गर्नुको कारण, रमाइलो पनि भइरहेको छ नि त। सो ओके, मैं नाचूं तू नाचे रम्बा हो। फाइनली पानी चाहिँ रोक्यो, हामी चाहिँ नारायण ठान पुगिसक्यौँ। अब फेरि बसको लागि कहाँ जानुपर्ने खै यार, दिमाग खराब हुन्छ यार। अघि नभने लास्ट हिँड्या हो यार आउने बेला। यो चाहिँ बुढा नीलकण्ठ हो है। यतातिर खै यो नेवारहरूको यो अब कुन जात्रा भन्छ कि के भन्छ, उहाँहरूको चाहिँ होली मनाइराख्नु भएको छ। यताबाट आइरहेको छन् एउटा के खै के भन्छ, अब एक टोली अघि नै एक टोली उठै गयो, अहिले फेरि यतातिर आइरहेको छन्। फाइनली पुल्चोक पनि पुग्यौँ होइन। अब फेरि यहाँदेखि अब टेम्पो चढेर त्यसपछि घर निस्किन्छौँ। साथी चाहिँ त्रिपुरा झरिहाल्यो, हामी चाहिँ पुल्चोक झऱ्यौँ। अब यहाँदेखि टेम्पो समाएर फेरि घरतिर रुमतिर। लास्ट खुट्टा दुखिरहेको छ यार, अस्तिकै माथि तलको पैतालाको छाला त पुरै जाने जस्तो भइसक्यो। पानी परेर सबैतिर आज। ओ गड यार, फाइनल्ली साथीहरू रुम पनि पुग्यो। आस थाक्यो यार आजमा कसम, जिन्दगीमा यति कहिले नि हिँडेको थिएन, आज अट्टी हिँड्यो के। पसन्ने ब्याग चाहिँ फालेर टोयलेट लागेर रहेछ, टोयलेट गयो। सो थ्याङ्क यू सो मच होइन पुरै भिडियो वाच गरिदिएकोमा। अब अर्को भिडियोमा भेटौँला।